कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका वार्ड नम्बर 2 मा रहेको सुपा देउराली मन्दिर यहाँभित्र छ। म प्रवेश गरेछु। एकदमै भित्र आउँदाखेरि धेरै नै राम्रो देखियो। यहाँ अर्घाखाँची सुपा देउराली उहाँ सुपामा पर्छ भने उहाँको स्थापना यहाँ चाहिँ रहेछ। उहाँको स्थापना यस्तो व्यवस्थित तरिकाले रहेछ कि सुपा देउराली मन्दिरमा दर्शन गर्नको लागि हुँ नै जाम भन्ने नपर्ने यस्तो अवस्था मैले देखेँ। र यहाँ एकदमै यहाँ धेरै नै एकदमै खुल्ला एरिया, धेरै नै एरियामा बनेको यो मन्दिर रहेछ। एकदमै टुरिस्टहरू पनि घुम्न आउनलाई एकदमै व्यवस्थित ठाउँ रहेछ सुपा देउराली मन्दिर। यहाँ पूजाआजा गरिरहनु भएको छ भक्तजनहरूले। एकदमै राम्रो रमणीय ठाउँ लाग्यो मलाई यो, एकदमै राम्रो देखेँ, खुसी लाग्यो। हाम्रै नगरभित्र यस्तो यता सोधपुछ काउन्टर यहाँ रहेछ भने यता एकदमै शीतल ठाउँ छ। तराई हो उनीहरूलाई, यो तराई भए तापनि एकदम शीतल, जताकतै हरियाली रुखहरू छन्, बिचमा यो पार्कभित्र मन्दिर स्वर्गैमा गए जस्तो छ। यहाँ राम्रो रहेछ, खुसी लाग्यो यो देखेर। पूजाआजा भइरहेछ, भक्तजनहरू आउनुभएको रहेछ कहाँ कहाँबाट। हाम्रै जिल्लामा कपिलवस्तुमा अर्घाखाँचीको सुपा देउराली भन्दा पनि अझै व्यवस्थित तरिकाले बनेको यो सुपा देउराली मन्दिरमा आउनलाई कोही पनि नछुटाउनु होला। अर्घाखाँचीको सुपा देउराली भन्दा पनि अझै व्यवस्थित तरिकाले बनेको कपिलवस्तु जिल्ला बाणगङ्गा जतिजना आए पनि यहाँ मान्छे भरिँदैन। यति ठुलो ग्राउन्ड छ पकाउने। यो ठाउँमा आउनलाई कोही पनि नछुट्नु होला। जसले यो भिडियो देख्नुहुन्छ एकपटक यो मन्दिरमा आउन नछुटाउनु होला। सुपा